मलाई एकदमै नेपालीहरूको बिजनेस देख्दा खुसी लाग्छ। जब म पहिलोपटक यो सान फ्रान्सिस्कोमा आएँ, हरेक गल्ली गल्लीमा, हरेक चोक चोकमा नेपालीहरूको रेस्टुरेन्ट, ग्रोसरी स्टोर अनि विभिन्न किसिमका अन्य बिजनेसहरू देख्दा अचम्म लागेर आउँथ्यो। अनि यो चिसो मौसममा नेपालीहरूको पसलमा तातो चिया र तातो झोल मोमो पाकेको देख्दा हामी त त्यसै खुसी छौँ, गोरे पनि कति खुसी भएर खाएको जस्तो फिल हुन्थ्यो। विभिन्न ठाउँमा गएर झोल मोमो, तातो चिया र विभिन्न अन्य परिकारहरू खाइयो, तर सान फ्रान्सिस्कोको डाउनटाउनमा रहेको अत्यन्तै पपुलर भेरी फेमस नेप्लिज रेस्टुरेन्ट इन सान फ्रान्सिस्को डाउनटाउन, यार्सा नेप्लिज कुजिन, जहाँ तपाईँले अत्यन्तै मिठो झोल मोमो र अन्य परिकारहरूको साथमा अत्यन्तै रमणीय भाइबको साथमा तपाईँले इन्जोय गर्न सक्नुहुनेछ। ल हेर्नुहोस् त, सान फ्रान्सिस्कोमा यति धेरै बिजनेस छन्, हामी नेपालीले एक अर्कालाई सपोर्ट नगरी कसले गर्ने? ल आउनुहोस्, अब यो चिसो मौसममा तातो झोल मोमो खाएर यार्सा नेप्लिज कुजिनमा तपाईँ हाम्रो पुनः जमघट गरौँ।